साथीहरु वेलकम ब्याक टु माई युट्युब च्यानल। सबैलाई स्वागत छ। अनि गाउँघरमा यस्तै हो, गाउँघरमा खासै अब कन्टेन्ट राम्रो ल्याउन नि सकिँदैन, किनभने गाउँघरमा काम गर्नु पर्यो, यताउता त्यही त हो। गाउँघरमा काम गर्ने हैन, जतिखेर नि बिजी हुन्छ, घुम्न जान पाइँदैन। घुम्ने ठाउँहरू पनि खासै छैन हाम्रो गाउँतिर चाहिँ। अनि अब त्यो काम गरेको भिडियोहरू देखायो, त्यस्तै हो है। अब मन पर्छ भने लाइक कमेन्ट सेयर गरिदिउँ। आज चाहिँ म टकलार फेरि अहिले चाहिँ अब बिहान खाना खाइवरी बाख्रालाई घाँस काट्न जाँदैछु। बाँस काटेको छ, अब त्यसलाई हल्का कटिङ गरेर चाहिँ दिनुपर्ने हुन्छ हामीले। म अनि गाउँघरतिरको हालचालको मौसम समय सिजन कस्तो छ भन्दाखेरि अहिले चाहिँ गाउँघरतिर मकै छर्ने सिजन हो। अनि बारीहरू अहिले यति बेला लगभग छरेर आधाउधी भइसक्ने समय हो, तर यसपालि चाहिँ पानी नपरेर यस्तो छ अवस्था। सबैले खनजोत गरेर सकेको छ, अब रोप्न छर्न मात्र बाँकी हो। अब केही दिन पानी पर्छ कि भनेर कुर्दैछन्, कसैले चाहिँ छरेर नि सक्यो। अब हाम्रो पनि आज छर्ने कुरो छ। ठिकै मेरो बाख्राहरू चाहिँ फौजीहरू त्यहाँ छ। बाँस पनि मैले हिजो नै ढालेर त्यहाँ राखेको छु, अब गएर कटिङ गरेर दिनुपर्ने हुन्छ मैले। अनि यस्तै छ साथीहरू गाउँघरको जीवन, दैनिकी लाइफ। अब के भन्नु, यस्तै हो गाउँघरतिर काम गर्ने बस्ने, खासै केही छैन। तर रमाइलो आनन्द चाहिँ यही जीवन आनन्द हुन्छ, किनभने गाउँघरतिर चाहिँ हो पैसाको चाहिँ अति आवश्यक पर्छ। पैसा हुँदैन गाउँघरतिर बस्ने मान्छेसँग, अब त्यस्तै हो। अब रोजगार पनि खासै छैन गाउँघरतिर त, अब के को रोजगार हुन्थ्यो र होइन। तर रमाइलो चाहिँ रमाइलो हुन्छ। त्यही म चाहिँ मैले हिजो नै ढालिराखेको हो यो बाँस काटेर अब दिने। ट्याक्कै यहाँ ठाउँमा नि म आइपुगिसक्यो। ल है त साथीहरू, यही हो हाम्रो घर चाहिँ। ऊ त्यो मूल घर बाजेको, यता बडाको, यता हाम्रो, अनि तल साइला काकाहरूको यस्तो छ।